ल अब सिधै आजको विषयमा प्रवेश गरौँ है। आजको यस ऐतिहासिक विश्लेषणमा हामी एउटा यस्तो 40 वर्षीय अभियानको कुरा गर्दैछौँ जसले असम्भव जस्तो देखिने चुनौतीहरूलाई पार गर्यो। त्यो पनि केवल शारीरिक बलले होइन, बरु अचम्मको रणनीतिको माध्यमले। सुन्दा पत्यार नलाग्न सक्छ, तर 18औं शताब्दीको नेपालको यो इतिहास साँच्चै भन्नुपर्दा कुनै बेस्ट एनिमेटेड भिडियो जस्तै रोमाञ्चक र नाटकीय छ, जहाँ कूटनीति, युद्धकला र धैर्यताको एकदमै अद्भुत सङ्गम देख्न पाइन्छ। यो केवल तरवार र ढालको घम्साघम्सी मात्रै होइन क्या, यो त भूगोल, अर्थतन्त्र र मानव मनोविज्ञानलाई नै हतियार बनाएर खेलिएको एउटा विशाल चेस गेम जस्तै हो। अब एकछिन त्यो समयको आर्थिक अवस्थालाई कल्पना गरौँ त। एकातिर पहाडको कुनामा रहेको गरिब र स्रोत साधनको कमी भएको सानो गोर्खा राज्य, अनि अर्कोतिर कृषि, कला र संस्कृतिले भरिपूर्ण अति विकसित र धनी काठमाडौँ उपत्यका। आकाश जमिनको फरक थियो। 1795 सालमा जब 16 वर्षका युवा पृथ्वीनारायण शाहले पहिलो पटक उपत्यकाको त्यो उर्वर भूमि र झकिझकाउ सम्पन्नता देखे नि, तब यही आर्थिक असमानताले नै उनको मनमा एउटा विशाल महत्त्वाकांक्षाको आगो सल्काइदियो। जे कुरा उपत्यकामा थियो त्यो गोर्खामा थिएन, र हो त्यही अभावले एउटा असाधारण सपनालाई जन्म दियो। तर एउटा कुरा प्रष्ट के बुझौँ भने, यो कुनै रातारात जुरेको सफलता हुँदै होइन। यो त दशकौं लामो भौगोलिक एकीकरणको एउटा महाअभियान थियो। यो टाइमलाइनलाई हेर्नुहोस् त। पहिलो भ्रमणदेखि टिस्टा नदीसम्मको सिमाना विस्तार गर्न लगभग 40 वर्षको निरन्तर सङ्घर्ष, हार र विजयको लामो श्रृङ्खला पार गर्नु परेको थियो। बाटो सोचे जस्तो सहज पक्कै थिएन। अब लागौं खण्ड 1 तर्फ, सम्पत्तिको सपना। युवा राजाको मनमा पलाएको यो सम्पत्तिको सपनाले सुरुमा त निकै हतारका कदमहरूलाई जन्म दियो। उत्साह मात्रै भएर कहाँ पुग्छ र, होइन? राजा बने लगत्तै काठमाडौँ उपत्यकाको पश्चिमी ढोका मानिने नुवाकोटमाथि आक्रमण भयो। 21 वर्षको उमेर, तातो रगत र चरम उत्साह, तर योजना शून्य। नतिजा के भयो त? गोर्खाले आफ्नो पहिलो आक्रमणमै एकदमै लज्जास्पद हार बेहोर्नु पर्यो। यसले एउटा कडा झट्का दियो र कठोर पाठ सिकायो। पूर्व तयारी बिना हौसिएर मात्र अघि बढ्दा सिधै भिरबाट खसिन्छ। तर हारबाट निराश भएर बस्ने कुरा भएन। यहाँबाट एउटा अभूतपूर्व रणनीतिक यू-टर्न सुरु भयो। सैन्य आधुनिकीकरण र नयाँ रणनीतिका लागि सिधै बनारसको यात्रा गरियो। त्यहाँबाट आधुनिक हतियार खरिद गर्ने, नयाँ युद्ध नीति सिक्ने र तत्कालीन समयका दक्ष योद्धाहरूलाई भर्ना गर्ने काम भयो। अनि गोर्खा फर्केपछि आफ्ना एकदमै विश्वासपात्र कालु पाण्डेलाई काजी नियुक्त गरी सेनाको जिम्मा दिइयो। यो गेम चेन्जर कदम थियो, जसले गोर्खाली सेनालाई एउटा आधुनिक र खतरनाक लडाकु दस्तामा परिणत गर्यो। अनि पैसा नि? सेना र हतियार त सितैमा आउँदैन। यहाँनिर यो 12,000 को आँकडाले धेरै कुरा बोल्छ। यो नयाँ र उच्च तालिम प्राप्त सेना पाल्न गोर्खाका ठ्याक्कै 12,000 घरधुरीबाट आर्थिक सङ्कलन गरिएको थियो। सोच्नुहोस् त, सम्पूर्ण राज्यको ढिकुटीलाई यसरी बलिरो बनाएर मात्र अघि बढ्ने सुझबुझपूर्ण निर्णय लिएको थियो। अब हेरौँ खण्ड 2, हार र नयाँ रणनीतिहरू। पुरै तयारी गरेर फेरि सुरु भएको अभियानले पनि भयानक अवरोधहरूको सामना त गर्नु पर्यो नै, तर यसपटक सिधै युद्ध लड्नुभन्दा भूगोलको प्रयोग गरेर शत्रुलाई आर्थिक रूपमा गलाउने गजबको नीति अपनाइयो। 1801 मा नुवाकोट कब्जा गरेपछि कान्तिपुरले भोटसँग गर्ने कुतीको व्यापारिक मार्ग पुरै बन्द भयो। यो जमिनको विजय मात्र थिएन क्या, यो त काठमाडौँ उपत्यकाको सम्पत्ति रित्याउन गरिएको कडा आर्थिक नाकाबन्दी थियो, जसले उपत्यकाको अर्थतन्त्रको मेरुदण्ड नै भाँचिदियो। यद्यपि उत्साहको नियन्त्रण अझै पूर्ण रूपमा भइसकेको थिएन। कीर्तिपुरको कथा सुन्नुभयो भने आङ झिरिङ्ग हुन्छ। पहिलो पटक बिना योजना आक्रमण गर्दा गोर्खाले यस्तो नराम्रो हार बेहोर्यो कि सेनापति कालु पाण्डेकै ज्यान गयो। स्वयं राजा नै बन्दी बनाइएका थिए। तर राजालाई मार्नु धर्मविरुद्ध हुन्छ भन्ने तत्कालीन मान्यताले गर्दा मात्र ज्यान जोगियो। दोस्रो घेराबन्दीमा पनि हार नै हात लाग्यो। सेनापति सुरप्रताप शाहले आँखा गुमाए। तर अन्ततः बल प्रयोग छोडेर 6 महिना लामो नाकाबन्दीको रणनीति अपनाएपछि भोक र प्यासले लखथरान परेको कीर्तिपुर बिना युद्ध आत्मसमर्पण गर्न बाध्य भयो। देख्नुभयो नि, यहाँ रणनीतिले हतियारलाई हरायो। अब अघि बढौँ खण्ड 3 तर्फ, उपत्यकाको घेराबन्दी। मुख्य लक्ष्यलाई एक्लो बनाउन वरपरका राज्यहरू कब्जा गर्ने रणनीति कतिको कडा थियो त। यो 600 को संख्या हेर्नुस्। उपत्यका घेर्ने क्रममा मकवानपुर कब्जा गर्दा बङ्गालका नवाब मीर कासिमले पठाएका 3000 भन्दा बढी सेनासँग गोर्खालीहरूको ठूलो भिडन्त भएको थियो।
तर पहाडको भिरालो र अप्ठ्यारो भूगोलको फाइदा उठाउँदै गोर्खालीहरूले यस्तो छापामार शैली अपनाए कि बङ्गाली सेना नराम्ररी पराजित भए। र सबैभन्दा अचम्मको कुरा, उनीहरूबाट यी 600 थान आधुनिक राइफलहरू कब्जा गरियो। यसले गोर्खाली सेनालाई त झनै शक्तिशाली पो बनाइदियो त। हतियार एकातिर छ, उता नाकाबन्दी झन कडा हुँदैछ। साङ्गा, नाला, फर्पिङ र बनेपा जस्ता सम्पूर्ण व्यापारिक नाकाहरू कब्जा गरेर काठमाडौँ उपत्यकालाई चारैतिरबाट सिल गरियो। यसरी चारैतिरबाट अक्सिजन नै बन्द गरे जसरी गरिएको घेराबन्दीले भित्रका रक्षकहरूलाई आन्तरिक रूपमै यति कमजोर बनाइसकेको थियो कि उनीहरू अन्तिम प्रहार सहन सक्ने अवस्थामै थिएनन्। यसपछि आउँछ खण्ड 4, काठमाडौँको पतन। हामी अब त्यो निर्णायक घडीमा पुग्यौं जहाँ सही समय र राजनीतिको अछुक खेलले उपत्यकाको पतन निश्चित गर्यो। कान्तिपुर कसरी ढल्यो त? गोर्खालीहरूले कान्तिपुरका ठ्याक्कै 3वटा मुख्य कमजोरीमाथि प्रहार गरे। पहिलो, राजाहरू बीचकै आन्तरिक पारिवारिक झगडा। दोस्रो, बाहिरको शक्ति अर्थात् इस्ट इन्डिया कम्पनीसँग मद्दत माग्ने ठूलो गल्ती जसले गोर्खालीलाई झन छिटो आक्रमण गर्न बाध्य बनायो। र तेस्रो, सबैभन्दा मास्टर स्ट्रोक, समय। इन्द्रजात्रा, जब सम्पूर्ण कान्तिपुरवासी र सैनिकहरू जात्राको रौनक र मदिरामा झुमिरहेका थिए, ठ्याक्कै त्यही बेला पूर्व, पश्चिम र उत्तरबाट एकैसाथ झ्याप्पै आक्रमण भयो। कान्तिपुरले सजिलै घोडा टेक्यो। कान्तिपुर र ललितपुरका राजाहरू ज्यान जोगाउन भागेर भक्तपुर पुगे। जब उनीहरूलाई सुम्पिन माग गरियो नि, तब भक्तपुरका राजा रणजित मल्लले यो एकदमै मार्मिक कुरा भनेका थिए। शरणमा आएकाहरूलाई रक्षा गर्नु नैतिक दायित्व हो। र हो, यही अडानका कारण 1826 सालमा भक्तपुरमा 3 दिनसम्म भयानक युद्ध चल्यो। 500 घरहरू जले, 200 भन्दा बढी सैनिक मारिए। अन्ततः कुनै उपाय नलागेपछि आफ्नो दरबारको झ्यालबाट सेतो फेटा देखाउँदै रणजित मल्लले आत्मसमर्पण गरे र यसरी सम्पूर्ण उपत्यका गोर्खाको अधीनमा आयो। अन्तिम चरण, खण्ड 5, पूर्वी विजय अभियान। उपत्यका जितेपछि राजधानी काठमाडौँ सारियो, तर अभियान रोकिएन। अब पूर्वतर्फ लाग्यो। परिस्थिति अनुसार कसरी गियर चेन्ज हुन्छ भन्ने कुरा यहाँ देखिन्छ। पूर्वका शक्तिशाली किरातहरूलाई सिधै हराउन गाह्रो देखेपछि 2 फरक रणनीति अपनाइयो। विजयपुर कब्जा गर्न कसैले नसोचेको तरिका, हात्तीको सहायताले कोशी नदी पार गरेर अचानक आक्रमण गरियो। अर्कोतिर पल्लो किरातको लागि भने हतियारको साटो कूटनीति रोजियो। मगर र लिम्बूहरू दाजुभाइ हुन् भन्ने भाइचाराको सन्देश पठाएर र उनीहरूको जग्गाको कर छुट हुने किप्पट प्रथालाई मान्यता दिएर बिना एक थोपा रगत बगाई पल्लो किरातलाई नेपालमा गाभियो। क्या गजबको कूटनीति! नुवाकोटबाट सुरु भएको यो महाअभियान टिस्टा नदीमा पुगेर 1831को सन्धिसँगै एउटा बिन्दुमा त आइपुग्यो। तर हेर्नुस् त विडम्बना, एकीकरणका मुख्य योजनाकार राजाको ठ्याक्कै त्यही वर्ष निधन भयो। राज्यको सिमाना तन्किएर विशाल त भयो, तर त्यसलाई धान्ने चुनौती झनै पहाड जत्ल भयो। एकातिर दरबारभित्रैको आन्तरिक किचोलो, अर्कोतिर दक्षिणबाट तुफान जसरी आउँदै गरेको शक्तिशाली बेलायती साम्राज्य। अब तपाईँ नै सोच्नुहोस्, यो नयाँ र विशाल राज्यलाई उत्तराधिकारीहरूले कसरी जोगाए होलान् र आउँदै गरेको बेलायतीहरूसँगको महाभिडन्तलाई कसरी सामना गरे होलान्। यो इतिहासको अर्को यस्तो अध्याय हो जसले दक्षिण एसियाकै नक्सा हल्लाइदिनेछ। आजको यस चर्चालाई यहीँ बिट मारौँ, तर यो प्रश्नले पक्कै पनि तपाईँलाई सोच्न बाध्य बनाउँछ, होइन त? बाँकी इतिहास झनै कति रोमाञ्चक होला, कल्पना गर्दै गर्नुहोला।